नमस्ते साथीहरू सबैजनालाई। आज पनि फेरि म एउटा नयाँ ब्लग लिएर आएको छु। सबैजना साथीहरूले मलाई साथ सपोर्ट गरिदिनु होला हैन, प्रतिक्रिया पनि जनाइदिनु होला। म यस्तै डेली लाइभ मेरो भिडियोहरूलाई अपलोड गर्नेछु यो युट्युब च्यानलबाट। तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया अहिले नै सब्स्क्राइब गरिहाल्नुहोस्। लाइक, कमेन्ट अनि सेयर पनि गरिदिनु होला भन्न चाहन्छु है साथीहरू। यहाँ चाहिँ माछाको पोखरीमा चाहिँ पुरै घाँस भएर चाहिँ पुरा ढाकिसकेछ। त्यही भएर आज चाहिँ मैले माछाको पोखरी पनि केलाइदिँदैछु हैन। गाइजहरू हेर्नुहोस् है, तपाईँहरू तल्लो छेउ र माथिल्लो छेउ घाँस भइसकेको छ। साथीहरुमा चाहिँ यस्तो हालतमा छ है घाँस काट्दै। यो चाहिँ माछा छ यहाँ चाहिँ घाँसका घाँस अहिले भित्रमा घाँस काटेको सबै घाँस थियो। र माछाले घाँस खान्छ। म चाहिँ घाँस काट्दैछु आज घरको नजिकै आँगनमै काट्दैछु। यता घाँसहरू छ। चाहिँ हाम्रो आँगनै हो। आँगनको हालत त्यस्तो छ है। चित्ता घुम्दै हुनुहुन्छ हाम्रो गाउँले मन्दिरनिर। यतिकातिर छु भएसम्म घाँसहरू खाइसक्छ। यो चाहिँ हाम्रो हाँसहरू हो। यिनीहरूलाई चाहिँ यहाँ खोरमा यसरी बारेर यसरी यिनीहरूलाई चाहिँ यहाँ ठुनुवा बनाएर राखेको कैदीहरू हो। यो चाहिँ हाम्रो यिनीहरूलाई छोडिदियो भने सबै यो खेततिर गएर सबै धान मार्छ क्या। त्यही भएर यिनीहरूलाई यहाँ कैदी बनाएको।